हेलो एभ्रिवान, नमस्ते। म चाहिँ मेरो साथी लगनको फार्ममा आइसकेको छु। देख्न सक्नुहुन्छ फार्म चाहिँ पुरै सेत्तामै छ। यो चाहिँ अहिले भनौँ न कास्टिङ हो, यो ट्रेलर के भन्छ समथिङ हो। यसको पुरा चाहिँ केही छिनपछि केही घन्टापछि हुनेछ। अब अहिले अलिअलि फक्रिने क्रममा छ। यो चाहिँ पर्फेक्ट फक्रिनको लागि चाहिँ पुरै घाम अस्ताएर अँध्यारो हुनुपर्छ। त्यसपछि चाहिँ यो पुरै फक्रिन्छ, किनकि यो ड्र्यागनको प्रजाति नै यस्तै हो। यो जब राति पर्छ तब चाहिँ यो मजाले फुल्छ। अहिले चाहिँ सबै यसरी बन्द भएर बसेको छ। रात परेपछि यो सब मस्तले सेतै भएर फुल्छ। अब त्यही हो, अब फ्री छु अनि साथीलाई सघाउन साथीको फार्ममा आएको छु। यो थोरै छैन, लगभग 2000 भन्दा बढी नै बिरुवा होला, के अरे फुल होला। बिरुवा त 800 समथिङ, कति 800 होला बिरुवा समथिङ त्यति छ। फुल चाहिँ लगभग 2000 क्रसै होला फुलेको। यो सब फुललाई चाहिँ हामीले बेलुका अब फुलिसकेपछि पोलिनेसन गर्नेछौँ हातको मार्फतबाट, किनकि यसलाई अब बेलुका मौरी हिँड्दैन। पोलिनेसन गर्नलाई अब पोलिनेसन गर्ने कुनै माध्यम नभएपछि यसलाई हातले गर्ने हो। हामीले यसलाई हातले पोलिनेसन गर्नुपर्छ। त्यही पोलिनेसन गर्न आएको छु। यसपालि चाहिँ बेजोड फुलेको छ, बेजोड फुल चाहिँ बेजोड। अब यो अडियो भने चाहिँ राम्रै हुनेछ। साथीलाई देख्न सक्नुहुन्छ एउटै बोटमा चाहिँ लगभग 40वटा भन्दा बढी फुल फुलेको छ क्या। त्यसरी फुलेको छ फुलहरू। अब अहिले चाहिँ तपाईँको देख्नुहुन्छ सेतामा हुन्छ, अनि त्यसपछि फेरि यसको फल आएपछि हरियै देखिन्छ, र फल पाकेपछि पुरै बोट रातामै देखिन्छ। यो आफैमा आफै अनौठो छ क्या ड्र्यागन। यो ड्र्यागनको बिरुवा आफैमै अनौठो छ। यसको अब फलको त कुरै नगरौँ। कति छ भने यसको यो प्रफिट मान्छेलाई लाभदायक कति छ। यस्तो तल देख्न सक्नुहुन्छ। ल अब अहिले चाहिँ म यति भन्दै तपाईँहरू माझबाट बिदा चाहन्छु। यो फुलिसकेपछि म कस्तो फुल्छ, यसलाई पोलिनेसन कसरी गर्ने, त्यो सबै देखाउनेछु। हस् त, यति भन्दै म बिदा हुन्छु। धन्यवाद।